जोडिरहेको छ कि चाहिँ भविष्यमा भोलि के हुने होला, कसो हुने होला, त्यो चिन्ताले हामीले सताइरहेको छ। अब आज हामी थोरै ध्यान गर्छौँ, जुन हामी यहाँ विद्यार्थीलाई पढाइरहेको छौँ, त्यो पनि क्लासमा बसिरहेको छ, ध्यान चाहिँ कति गरिरहेको छ। अब उसलाई ध्यान दिएर पढ भनेको के तिमी वर्तमानमा आओ, विगतमा पनि नजाऊ, भविष्यमा पनि कुरालाई चाहिँ हामीले जीवनमा उपयोग गर्ने सिम्पल कुराहरू गरिरहेको छु। जुन तपाईँ थोरै सचेत भयो भने स्कुलले पनि उसलाई त्यो सचेतना दिइरहेको छ। अनि तपाईँ पनि त्यो कुरामा सचेत भयो भने अनि त्यो बाबुलाई हामीले, त्यो नानीलाई हामी ट्र्याक गर्न सक्छौँ है। त्यस कारण यो सासमा के रहेछ भने हामी जन्मिँदाखेरि पनि सास लिँदै आयो। जुन दिन हामी सास फेर्न छोड्छौँ हामी के भयो त जिन्दगी पनि सिक्छौँ। त्यस कारणले सासलाई हामीले नियन्त्रण गर्ने अभ्यास हो, माइन्डफुलको क्लासेसहरू हाम्रो स्कुलमा गएको वर्ष हामीले सुरु गर्यो। अहिले हरेक कक्षा सुरु हुनुभन्दा अगाडि 5 मिनट सम्बन्धित क्लास टिचरले ध्यान गराउनु। हामी बच्चाहरूलाई पनि यस्तो गराउन शुद्ध होस् मेरो भोलि बुद्ध हो, मेरो पैताराले चिरै नमरोस्। चित्त शुद्ध होस् मेरो भोलि बुद्ध हो, मेरो पैताराले चिरै नमरोस्। राम्रो आँखामा राम्रै संसार, साराको आँखामा सारै संसार। Thank you. बैठक सबैलाई समावेश गरेर हामी अन्तिममा छौँ। आशा छ हजुरहरूलाई यो सेसन पनि निकै राम्रो लाग्यो होला। फेरि पनि हामी